आज चाहिँ म गहुँको पिठोको चाउमिन बनाउन जाँदैछु। हेरौँ कस्तो हुन्छ। मैले पनि फर्स्ट टाइम बनाउँदै हो। मैले 3टा डो तयार पारेको छु। जुनमा चाहिँ मैले अलिकति नुन र थोरै बेसार राखेर मैले यस्तो डल्लो बनाएको थिएँ। अनि अब यसलाई चाहिँ बेल्छु। डो भन्छ बेल्छु। कस्तो हुन्छ फर्स्ट टाइम बनाउन लाग्ने पनि यो भिडियो चाहिँ म यो राम्रो भएन भनिसकेपछि ल हजुरले पनि कसरी बनाउनुहुन्छ भनिदिनु होला। म चाहिँ रोटी चाहिँ बनाइदिएर यसलाई चाहिँ मैले यसरी छड्के पारेर काटेँ। साथीहरू यसलाई चाहिँ यस्तो गरेर काट्छु क्या। यस्तो गरेर काटिसकेपछि चाहिँ यसलाई चाहिँ मैले फेरि तातो पानीमा बसाल्छु। यो पानी चाहिँ मैले अघि नै बसालेको थिएँ कि अनि यो पानी चाहिँ उम्लिसक्यो अनि त्यही भएर मैले चाहिँ यसरी कट गरेर यसरी यहाँ बसालिदिएँ। हजुरहरूले चाहिँ आफ्नो इच्छाले जत्रो सेप दिन पनि सक्नुहुन्छ। यो नुडल्सको चाहिँ मैले चाहिँ अलि ठुलो नै सेप दिएको छु। अलि सानो नै दिन्छु भन्ने सोचेको थिएँ, फेरि गर्दा ठुलै भएछ। केही छैन, ठुलै भए पनि मिठै भएको थियो। अनि त्यसपछि मैले सबैलाई त्यसरी नुडलको सेपमा कट गरेर तातो पानीमा राखिदिएँ। अनि त्यसपछि त्यो एकछिन उम्लियो। उम्लिसकेपछि चाहिँ मैले निकालेर त्यसलाई फेरि धोएँ। अनि त्यसपछि धोइसकेपछि चाहिँ मैले फेरि यसलाई फ्राई गर्नको लागि रेडी गरेँ। मैले चाहिँ यो चाहिँ घिउमा बनाएको छु। सो मैले एउटा प्यान बसालेँ, त्यसमा घिउ राखेँ। अनि त्यसपछि मैले टमाटरलाई कोरेसम्म कोरेर चाहिँ प्युरी बनाएको थिएँ। त्यही टमाटरको प्युरी राखिदिएँ। अनि त्यसपछि मैले हल्का भेजिसहरू राखिदिएँ। अनि त्यसपछि भेजिसहरू राखेर नुन र बेसार राखेँ। अनि त्यसपछि मैले हल्का स्विट केचप पनि राखिदिएको थिएँ, बच्चाहरूलाई मनपर्छ नि त। त्यसपछि मैले अघि बनाएको नुडल्स राखिदिएँ। अनि नुडल्स राखेर चाहिँ मैले एकछिन फ्राई गरेँ। अनि एकछिन फ्राई गरिसकेपछि चाहिँ मेरो नुडल्स खानको लागि रेडी भइसकेको थियो। एकदमै मिठो भएको थियो, सिम्पल तरिकामा। मलाई चाहिँ मिठो लाग्यो। हजुरहरू पनि एकचोटि ट्राई गर्न सक्नुहुन्छ।